नर्तनी समाज हजुर बहुतै ठुलो संख्यामा आएको रहेछ। यसपालि ठुलो खुसी लाग्यो। हजुर धन्यवाद। 34 वर्षदेखि लगातार हामीले भानुभक्तको सभाको आयोजन हजुर र फुलपाती शोभायात्राको तद्दर्शनमा गरिरहेको मेरो भाइको यो ब्लगमा जति पनि जोड्नु हुने दर्शकहरू उहाँहरू सबैलाई हेलो हाई नमस्ते अनि फ्यापुला सबैजनालाई वेलकम ब्याक टु माई च्यानल युट्युब च्यानल है गाउँले च्याङ्बा सबैजनालाई नमस्कार। आज चाहिँ हामी फुलपाती शोभायात्राको तर्खरमा निस्किसक्यो घरबाट चाहिँ हो। सबैलाई बडा दशैंको शुभकामना। अनि एकदम निशापानदेखि टाढो रहेर झै झगडादेखि टाढो रहेर सबैजनाले मजाले मनाउनुहोस् भन्दै आज सप्तमी है फुलपाती शोभायात्राको लागि हामी निस्किसकेका छौँ। हामी घरबाट दाजुभाइ पछाडि आपा भाइ भाइ आज घर नगएर नाच्नै जाने हेरे नि त। आमा यसको फेरि जोस अलग्गै छ हो। जोस र जागर चाहिँ मान्छेको हुनु पर्यो त्यतिको। अब यो गाईले टेर्दैन त के गर्नु ठोक्नै पर्छ हो। अन्त अब हामी चाहिँ जाँदैछौँ। पहिला समाज घरमा एन्ट्री मार्छौँ, त्यसपछि को भेला भएको छ हेर्छौँ। त्यसपछि आपा र अनुप चाहिँ बसमा जान्छ, हामी चाहिँ गाडीमा गएर फेरि उहाँ होटलबाट जोजोलाई लिएर चाहिँ फेरि हामी निस्किन्छौँ। आजको ब्लग चाहिँ कृपया सबै हेरिदिनुहोस् होला। आजको चाहिँ एकदम रमाइलो हुन्छ, एकदम गोर्खालीको चाडको हो। सब ड्रेसमा, म चाहिँ ड्रेसमा छुइनँ। यता चाहिँ एकदम टोपी ढाका टोपीमा साथमा छ सबैजना तयारीमा। लामो चाहिँ हुनसक्छ आज, नरिसाइकन सबै हेरिदिनुहोस् होला। पुगे दुईटा बसमा जान्छ आज हामी, 2 बस छ हो। लु ब्यानरको तयारी चल्दैछ, हल्ला पुरा छ है एकदम। यता तयारी हो यस। ल आज एकदम हर्षौल्लासको साथमा थापा भयो, आगो रहेछ अङ्कल हो हाम्रो चाहिँ। अलिकति तन्काउनु त, अलिकति तन्काउ त बहिनी। सिलगढी फुलपाती शोभायात्रा आयोजक भानुभक्त समिति सहभागी छोटा फाप्री सुनाखरी समाज है। छोटा फाप्री टापग्राम टु सिलगढी जिल्ला जलपाइगुडी। लो यसरी ओहो को यता पनि रहेछ। आहा यता पुरा भिडियो फोटो चल्दै रहेछ। यता यस्तो रहेछ, खाजा पनि रहेछ, टिकी ठ्यास रहेछ। आम्माम पवनको हेर खाएको। ल सबैजनालाई एकदम बडा दशैंको शुभकामना। त्यो चाहिँ अब चाहिँ हामी निक्लिसक्यो हो समाज घरबाट चाहिँ। अब होटल जान्छ, जे जसलाई उठाउँछ त्यहाँबाट चाहिँ हामी पनि जान्छ। अब हाम्रो गाउँको दुर्गा पूजा देखाउँछु तपाईँहरूलाई। लिङ्गे पिङ पनि देखाउँछु है, जुन चाहिँ के भन्छ यसलाई, लिङ्गे पिङै भन्छ होइन। ल ए बनिएको रहेन रहेछ त कि दोडी चुट्याएको एकछिन बनाउँछ। आफ्नै गाउँको त मन्दिरको पूजा पनि भएको रहेन रहेछ है एकदमै। हामीसँग चाहिँ बहिनी पनि भेट भयो। यो चाहिँ निकिता, एकदमै प्यारी राम्री ब्युटिफुल नि हो। अरू के नर्स नि, सिस्टर नि, फ्रन्ट अफिस नि, यसले सबै काम गर्छ। यो चाहिँ एकदम हामी चाहिँ जाँदैछौँ। यो चाहिँ काममा गएको रहेछ ड्युटी, बिचरा ड्युटी छुट्टी हुँदैन काम गर्नेहरूको है। हामीलाई एकछिन बाटोमा छोडिदिन्छु मेन रोड पर, त्यसपछि चाहिँ हामी होटल पुग्छ है। फाइनली होटल आइपुग्यो। चाहिँ सिन्देरला होटल हो, माथि देख्दै होला होइन, जोजोहरूसँग बस्नु भएको छ हो। अब हामी चाहिँ रुममा जानु पर्यो नि त होइन केटा। भेटघाट हुन्छ तयारी हुँदै होला, तयारी भएको हेरिन्छ। जो दाजु तामाङ खेन्जामा छ, हामी चाहिँ छैन है, ठिकै छ हो।
जाँदैछु ठक्कै सुर जाँदा चाहिँ ठक्कै टु थिच्दा चाहिँ स्यारा पस्छ नि त हो यत्तिको चाहिँ हुनु पऱ्यो नि होइन के साह्रो अग्लो हो यो त धेरै अग्लो पो रहेछ त यो त यहीँ पो हामी त चढ्दैछ नि यहीँ पो भेट भयो ड्याक्कै हो सुरु भएको हो अघिदेखि सुरु कहाँ छ भाइ आउँदैछ त्यो ग्रुप चाहिँ अहिले फापीबाट होइन निक्लिन्छ त्यो सबै एउटै लाइन भएर आउँछ नि त होइन बसमा आउँछ जोडिँदै आउँछ नि त होइन बसमा बसमा त्यहाँबाट चाहिँ उनीहरू चाहिँ हिँड्छ हामी पनि हिँड्छ खाँदिन आइपुग्यौँ अहिले यता जो पनि आइपुग्नु भयो लिटल फ्यामिली तपाईँहरूले सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनुहोस् जोको पनि सुरु भइसक्यो अब जुत्ता सँगै गर्नु हुँदैन हो अन्त यता निक्लिसक्यो आधा अवधि चाहिँ तपाईँहरूलाई देखाइदिउँ हो यहाँनिर 34औं सिलगढी फुलपाती शोभायात्रा उत्सव बडा दशैंको मङ्गलमय शुभकामना आयोजक भानु भक्त समिति सिलगढी हजुर सबैलाई देखाइदिए है यो ढुङ्गाना स्कुलबाट सुरु भएको अब यो लगभग सेवक मोड उयो जाउँ उयो दामी हुन्छ यस सर मेरो साथी धेरै सालपछि भेट्यो है हामी गाउँले चेन्ज ब्लग है अब आउँदैछ यहाँ झाँकी आयो है अब हाम्रो गाउँको आयो ए हाम्रो गाउँको चढा पाप्रे आँसु पनि रहेछ कहिले चाहिँ आँसु हाम्रो गाउँको नमस्ते सर छोटा पाप्रेको है हाम्रो गाउँको खोइ गेल्छन् पापा ब्यान्ड आयो ब्यान्ड तपाईँहरूलाई झाँकी पनि छ सायदै पार्टीको एकदम आउँदैछ तपाईँहरूलाई अब मेन रोड हामी सिलगढीको हिल्का रोडमा छौँ अहिले हिल्का रोडबाट तपाईँहरूलाई मङ्गलमय शुभकामना बडा दशैंको साथसाथै अब तपाईँहरूलाई देखाउँछु ब्यान्ड पार्टीको ल आयो
हाम्रो सेवा समिति खै जो चम्पासरी सिलगढी है झाँकी बनाउनु भएको रहेछ उहाँहरूले है झाँकी पनि आएको रहेछ जाँदैछौँ पुरा हर्षाउँदा साथमा खोइ भाउजू नाचेको यतिको हुनु पर्यो नि त्यो पैसैमा चस्मा लाउँछौ पावर बजेकोमा चाहिँ मैले लाउनु सक्दिनँ किनकि कपिराइट आउँछ है यो चाहिँ हाम्रो समाजको अहिले हामी ठ्याक्कै सिलगढी जङ्सनको त्यहाँ आइपुगिसकेका छौँ साह्रो छिटो हिँड्यो भाज्य नाच्य कृपया है किनकि कपिराइट आउँछ गीतदेखि टाढो बस्नुपर्छ नाच्छ फेरि पनि सुरु गरेँ यस यस म्याडम आउँदैछ कैलाश आउनु भएको छ भेट्नुभयो कैलाश आउनु भएको छ भेट्नुभयो हो आप्पा नि हुनुहुन्छ हाम्रो आप्पा है आप्पालाई एकदम जोस छ घुम्ने भन्नुभयो अन्त आप्पा पनि आउनु भएको छ लिएर आएको छौँ ग्याल्छन् यो भिडियो बनाइदिनु मन्डा गरेको छ नाच्छु ल नाच्नु न छिटो गीत कपिराइट आउँछ आउँछ नि मारुनीको नाच हुँदैछ यहाँ एकदम एउटा यहाँ एन्टिक ओए ग्याल्छन् आज यहाँ होइन यत्रो शोभायात्रीमा एउटा एन्टिक पिस चाहिँ भेट्यो के भन्दा यो लुगा चाहिँ कसैकोमा देखेन यो चाहिँ वान रहेछ नि त आम्मामा त्यो त नदेखाउँ होला अब चाहिँ माथि ब्रिज क्रस गर्यो आयो साथमा हामी आइपुग्यौँ अहिले ठ्याक्कै मानन्द ब्रिज पनि आइपुगिसक्यो हो
यस साथी हामी सँगै पढेकै लगभग आज सालै पछि फुलपातीमा मात्रै भेट भइबस्छ होइन फुलपातीमा त भेट हुन्छ है हामी हो छ यहाँनिर गरम छ गरमको यादै भएको छैन है गरम याद भएको छैन है अहिले भने चाहिँ हामी ठक्कै हिलकाट रोडमा है हिलकाट रोड आइपुगिसकेको छौँ अघि नै हिलकाट रोडको यो ठक्कै हाउडा पेट्रोल पम्पमा हाम्रो गाउँको दाजु सचिन दाजु के भनिदिनु हुन्छ कि युट्युब च्यानलमा सबैजनालाई है हाम्रो भाइको युट्युब च्यानल गाउँले च्याङबा तपाईँले लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। धन्यवाद दाजुलाई हेर्दै पनि हाँस्नु न हेर्दै पनि हाँस्नु पक्का यो चाहिँ सबैजनालाई बडा दसैँको शुभकामना हामी ठ्याक्कै हाउडा पेट्रोल पम्पमा आइपुगिसक्यौँ हो एकदम रमाइलो साथमा छौँ आउँदैछ धेरै लामो छ हाम्रो र्याली हो घाटीमा रहने हाम्रा भाइ बहिनीहरू यो यस्ता गरममा पनि लाखे नृत्यका भाइ बहिनीहरू साथै सिंह नृत्यमा रहने भाइले व्यापक तरिकाले दाजु शङ्कर दाजुलाई पनि बडा दसैँको शुभकामना है समाजको तर्फबाट सिलगढी भानुभक्त समितिको आयोजनामा फुलपाती समारोह समितिको तर्फबाट हामी सम्पूर्ण भारतभरि बसेका गोर्खाहरूलाई हार्दिक मङ्गल र शुभकामना दिन्छौँ माता भगवती मा दुर्गाले विशेष कृपा बनिरहोस् सबैको घर घरमा मङ्गल र सुख शान्ति जाओस् यही सन्देश सबलाई छरियोस् यही चाहन्छु ल हस्त दाजुलाई धन्यवाद यो चाहिँ भरे युट्युब च्यानल गाउँले च्याङबामा आउँछ है दाजु भने चाहिँ हामी ठ्याक्कै सेवक मोडमा आइसकेका छौँ है एकदम सेवक मोडमा एकदम यसरी सेवक मोडको दृश्य तपाईँहरूलाई सेवक मोडबाट एकदम सेवक मोडमा सिलगढी यता तपाईँको यो सेवक रोड है अब फेरि सेवक मोडको नजदिकमा पुग्नु लाग्यो नमस्कार सर नमस्कार सर मेरो युट्युब च्यानल गाउँले च्याङबामा केही भनिदिनुहुन्छ कि अरे बापरे भाइहरू छोटा फाँक्रीबाट आएको छ सिंहदरी समाज हजुर बहुतै ठुलो सङ्ख्यामा आएको रहेछ यसपालि ठुलो खुसी लाग्यो हजुर धन्यवाद 34 वर्षदेखि लगातार हामीले भानुभक्तको सभाको आयोजन हजुर र फुलपाती शोभायात्राको तद्दर्शनमा गरिरहेको छौँ प्रत्येक वर्ष आउँछ सर हामी प्रत्येक वर्ष आउँछ भाइहरू मलाई थाहा छ एकदम खुसीको कुरा हो भाइहरूलाई जुन चाहिँ जातीय बोध छ त्यो एकदम सराहनीय छ यहाँ अरू समय मिटिङमा आए पनि फुलपाती शोभायात्रामा चाहिँ एक दिन 365 दिनमा भनमा एक दिन जातिको लागि हामीले खर्च गर्नै पर्छ सिलगढी जस्तै हिलकाट रोडमा घरिघरि हामी हिँड्नु पाउँदैन हामीलाई पर्मिसन पनि दिँदैन तर आजको यो शोभायात्रा चाहिँ
कहिले हामीलाई रोक्नु सकेको छैन। 34 वर्षदेखि हामीले गरिरहेछौँ र सुनखरी समाज सेवा समिति, छोटा फाप्रीको नानीहरू थुप्रै समयमा आयो। मलाई एकदमै खुसी लाग्यो। भन्नुभएको मतलब फुलपाती शोभायात्रा उत्सव समितिको सभापतिको हिसाबले उहाँ भाइ नानीहरूलाई साथै हाम्रो छोटा फाप्रीका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद। साथै बडा दसैँ, तिहार र क्रिसमस र अर्को के भन्छ हाम्रो धेरै यो 3 महिना चाहिँ हाम्रो उत्सवको महिना हो। सबैलाई शुभकामना दिनुहोस्। धन्यवाद। हस् त, धन्यवाद सरलाई, धेरै धेरै धन्यवाद। तपाईँले देखिहाल्नुभयो हाम्रो गोपाल लामा सर है, उहाँ पनि हुनुहुन्छ। उहाँ यस भानुभक्त समिति फुलपाती शोभायात्राको सभापति हुनुहुन्छ यस वर्षको। अनि यहाँ समाजको हो आज चाहिँ हाम्रो समाजको धेरै मात्रामा रहेछ। यो साल चाहिँ हाम्रो समाजबाट धेरैजना छ हो। अब चाहिँ पानी छ क्या अगाडि, अब अझै अगाडि जान्छ है। दुर्गा देवी नमस्ते। नमस्कार सबैजनालाई। सबैलाई मेरो भाइको यो भ्लगमा जति पनि जोड्नु हुने दर्शकहरू उहाँहरू सबैलाई दसैँको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र हामी अहिले भन्दाखेरि चाहिँ छोटा फाप्री सुनखरी समाजबाट आएको हौँ। अलिक अगाडि सुनखरी समाजबाट भानुभक्त समितिको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने यो फुलपाती शोभायात्रामा सहभागी हुन आएका हौ। र यो फुलपाती शोभायात्रा सन् 1992 सालदेखि यसरी सिलगढी भेगमा प्रसारण हुँदै आइरहेको हो। र हामी सन् 2005-06 देखि यसरी निरन्तर सिलगढी फुलपाती शोभायात्रामा सहभागी हुँदै आइरहेका छौँ। र आज हामी धेरै मात्रामा यहाँ आफ्नो सांस्कृतिक कार्यक्रम झल्काउनको लागि आएका थियौँ। र यो कार्यक्रम रविरत्न बालिका ढुङ्गालय अर्थात् ढुङ्गाना विद्यालयबाट सुरु भएर हिलकाट रोड, भेनस मोड हुँदै अब फेरि त्यहीँ गएर समापन हुनेछ। अनि दिउँसोको हाम्रो सांस्कृतिक कार्यक्रम रहेको छ र त्यस पश्चात हामी सोझै आफ्नो घरतर्फ लाग्नेछौँ। र सबैलाई फेरि पनि एकचोटि दसैँको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद है। धेरै छ, धेरै मात्रामा छ। आज भने चाहिँ मजाले हामी आनन्दले बाटोमा मजाले हिँड्दैछौँ सिलगढीको बाटोमा है। अरू दिन यसरी हिँड्नु पाउनुहुन्न। आज चाहिँ हामीले हाम्रो जातिको चाड मनाउँदै शोभायात्रालाई है एकदम शोभायात्रामा सहभागी भएका छौँ। फेरि पनि हजुरहरू सबैजनालाई यसपालिको दसैँको मङ्गलमय शुभकामना। पेट्रोल पम्पको त्यहाँनिर मोडैमा है यहाँ दुर्गा पूजाको पण्डाल पनि देख्न सक्नुहुन्छ होइन। अब फेरि घुमेर हामी आइसकेका छौँ मानव मन्दिरको नजिकमा हो। तपाईँहरूलाई देखाइदिउँ फेरि यहाँ हो। जोजरा भाइ चाहिँ सबजना पसिनाले लतपत हो। एकदम मजा आउँदैछ। यहाँ चाहिँ गीत बज्दैछ। गीतमा चाहिँ अलिक अप्ठ्यारो हुन्छ। फाइनली हामी चाहिँ गाडीमा पुग्यौँ। हामी भन्नाले चाहिँ 3 भाइ एकदमै गरम हत्तु हैरान होइन। यहाँ ग्याल्छन् हो। यसले त रुमाल पनि किनेको अरे पसिना खोला बगिरहेको छ, रुमालले पुस्न सक्दैन। जोड गरम छ। हामी चाहिँ अब गाडी लिएर ठक्कै त्यहाँ पुग्छ। त्यहाँदेखि आपालाई लिएर पिकअप गरेर घर जाने हो। हामी प्रोग्राम हेर्नु भ्याउँदैन किनभने काम प्रोग्राम पनि छ है। प्रोग्राम हुन्छ। अब प्रोग्रामहरू चाहिँ हेरिबस्नु पाउँदैन। अब यो प्रोग्राम हेर्छ भाइ होइन। आपा जान्छ
अघि बिहानै भन्नुभएको छ। अन्त अब हामी चाहिँ निक्लिने एकदम तर्खरमा छ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यो मेरो गाउँले च्याकबा च्यानल हो, यसलाई धेरै धेरै माया दिनुहोस्। तपाईँहरूको लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ विशेष गरी बढाइदिनुहोस्। अनि साथै जोको पनि लिटल फ्यामिली धेरै धन्यवाद। सब्सक्राइब कम्ती गरिदिनु अनि लिटल फ्यामिली छ जुन चाहिँ जोले हैदराबादबाट पोस्ट गर्नुहुन्छ बेसी जस्तो। राम्रो छ है। अनि त्यो पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु पर्यो हो। त्यो भन्दै म चाहिँ आजको ब्लगलाई यहीँ खत्तम गर्छु। अलिकति तपाईँहरूलाई म त्यहाँको क्लिप्स देखाउँछु भिडियो हो, त्यहाँदेखि चाहिँ म यो पोस्टलाई यहीँ खत्तम गर्छु। हस् त बाई। हामी ग्राउन्ड आइपुग्यो। ग्राउन्डमा चाहिँ प्रोग्राम यस्तो छ हो। अघि मैले ब्लग त खत्तम गरेको थिएँ र पनि यहाँको अलिकति नजारा तपाईँहरूलाई देखाइदिउँ भनेर हो। यहाँनिर भित्र प्रोग्राम हुन्छ। यो चाहिँ खानाको लाइन हो। सबैजना शोभायात्रीहरू यहाँ प्रोग्राम हेर्नु आउनुहुने सबैजनालाई खानाको व्यवस्था गरेको छ। साथै यहाँ आपा पनि आइपुग्नु भयो गाडीमा हो। आपा एकदम हत्तुहरू गरमको साथमा हामीहरू अब चाहिँ यहाँबाट चाहिँ निक्लिँदैछौँ। आजको प्रोग्राम चाहिँ यति नै, किनभने हाम्रो अर्को प्रोग्राम छ, अर्को काम छ। केही कामले गर्दा हामी आज चाहिँ निक्लिँदैछौँ। आजको ब्लगलाई यहीँ खत्तम गरेँ। फेरि पनि धन्यवाद।